गाइस सबैमा मेरो नमस्ते। अनि म आज चाहिँ यसो अल्छी लागेर डुल्दै भए पनि भ्लग बनाइदिउँ भनेर फोन पक्रेर भ्लग बनाउँदै हिँड्दैछु। अनि भिडियो लङ भिडियो नहालेको नि थुप्रै दिन भएको थियो, त्यसैले पनि आज बनाएको। म चाहिँ कता जाँदैछु भने आज थोरै स्कुलको काम थियो, त्यसो त्यतातिर जान्छु। अनि के भन्नु अब, केही भन्दिनँ। अनि तपाईँहरूको हालखबर कस्तो छ? ठिक छ होला सबैको? आज तपाईँहरूले विकेश फुरुमो भ्लग योलाई पनि सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो साथीको युट्युब च्यानल हो। ए माथि गएको फुर्सदको बेला चाहिँ यसो भ्लग बनाइदिउँ भनेर बनाइदिएको होइन। अनि अस्तितिर चाहिँ इक्जाम चल्दैथ्यो, त्योभन्दा अगाडि चलेको थिएन र पनि भिडियो हालिनँ। इक्जाम चलेर पनि भिडियो हाल्नु जस्तो लाग्यो, फेरि हालिनँ। फेरि अल्छी लाग्यो, फेरि हालिनँ। यसपालि चाहिँ अल्छी नगरी हाल्नु पर्यो भनेर भ्लग बनाउँदैछु। आज मौसम ज्यादै राम्रो छ। तपाईँहरूको ठाउँतिर कस्तो छ होला? सबै सन्चै हुनुहुन्छ होला? जसले मेरो यो नयाँ तपाईँहरू मेरो च्यानलमा नयाँ यो हुनुहुन्छ भने भर्खर हेर्नु हुँदैछ भने मलाई सपोर्ट गरिदिनु होला। म नेपाली हुनुको नाता तपाईँ पनिहरू नेपाली नागरिक हुनुहुन्छ होला। आज चाहिँ म तपाईँहरूलाई मेरो साथीको घर पनि देखाउँछु। अनि विकेश फुरुमोले चाहिँ अस्तितिर लाइभ गर्दै थियो, अनि म त्यही लाइभमा छिर्दिएको थिएँ। अनि त्यसले चाहिँ लाइभ पनि कुन बेला हाल्छ, भिडियो पनि त्यति हालेको छैन। खै मलाई पनि अल्छी लागेर सब्सक्राइबर भर्नै पर्दैन। अब चाहिँ अल्छी नगरी भिडियो हाल्नु पर्यो भनेको होइन। अब चाहिँ डेली आउँछ भ्लगहरू, के सर्ट भिडियोहरू आउँछ। अनि म तपाईँहरूलाई अगाडिको पनि देखाइदिन्छु, बाटो कता हो, गणेश स्कुल जाने बाटो। तपाईँहरू पनि गणेश स्कुल पढ्नु भएको छ कि छैन कमेन्टमा लेखिदिनु होला। म चाहिँ अस्ति भर्खरको स्टुडेन्ट हो, यहाँको 8 देखि पढ्नु थालेको 3 वर्ष भयो। हजुर स्कुल म के भन्दै थिएँ भने नि म यता आएको चाहिँ यता मङ्गलबारेमा आएको 3 वर्ष भयो। 8 देखि पढ्नु थालेको, अस्ति भर्खर 10 यहाँ गणेश स्कुलमा सकेको हो। ल गाइस, भरेतिर खोल्छु भ्लग चाहिँ। A few moments later. रोमन खवास भन्नेको चाहिँ साथी नै हो, उसको चाहिँ घर यहीँ हो। अब देखाउँछु होला छ कि छैन, तर केटा रोमन के गर्दैछ हो? यो चाहिँ मेरो साथी रोमनको घर हो। अनि यसो यहाँ चाहिँ यसो भेट्नु आइदिएको नि, नहटेको धेरै दिन भयो। यहाँ हेर्नु सक्नुहुन्छ रोमन। ल भरे भिडियो बनाउँछु ल गाइस। चाहिँ हामी फुटबल खेलेर कति 4:30 हुन आँट्यो, अब घर लाग्दैछौँ। यहाँ पछाडि चाहिँ अघि के रोमन साथी रिजल्ट चाहिँ अब आउनै आँटेको अरे। विशाल हानेको मतलब रिजल्ट, एसपीको रिजल्ट सेकेन्ड टर्मको त्यही सोध्नु आएको थिएँ। अघि त्यतिकै काम थियो भनेको त्यही यो काम। अब चाहिँ घर जाँदैछु। अनि मलाई चाहिँ जति सक्दो तपाईँहरूको साथीहरूलाई सेयर गरेर मेरो च्यानललाई सपोर्ट दिनु होला।
अनि अब के भन्नु छ र, आजको दिन राम्रै छ, न घाम न पानी, ठिकै छ मौसम पनि ठिकै छ, बाख्रा पनि चढ्दैछ, हामी पनि घर हिँड्दैछौँ होइन रोमन? 4 साढे 4 हुनु आँटेछ। अब यसो गएर भिडियो हाल्नेछु, तपाईँको साथीहरूलाई पनि सेयर गरेर सब्सक्राइब गर्नु लाउनु होला। मेरो च्यानल डाउनफल हुँदैछ, मलाई कि सब्सक्राइब गर्दैछ, सब्सक्राइब गर्नुपर्नेमा। अब आशा गर्नेछु तपाईँहरूले यो भिडियो हेरेर मलाई सपोर्ट गर्नु भनेर हुन्छ। अब यता चाहिँ कता गएको भने मेरो घरको बाटो गएको, यसो साथीको काम पनि पर्यो अरे, अनि यही बाटो गएको। अघि आएको कति 11 बजीतिर, 4 बजिसक्यो। आज खेल्नु पनि डर, खुट्टा पुरा गल्यो यार, कुद्दा भलिबल खेल्नु जान्छु। भलिबल खेल्नु अब त आउनु दिनु हुँदैन नि, बहिनीहरू घरमा आइसक्यो, भाइ पनि। अब आज दुध ल्याउनु जानु छ, अनि घर सफाइ त्यसै हो। हामी चाहिँ यसो हामी चाहिँ यसो गफ गर्दै हिँडेको नि, यता होइन यो चाहिँ कता पर्छ भने ठ्याक्क कहाँ पर्छ भनौँ हौ। ल आएको ल, भोलितिर भेटौँ। के रहेछ यहाँ तल मम्मी डुबिन्छ होला, अन्डरग्राउन्ड दामी छ। ल गएको ल, बनाउँदै जाने। अब यस्तै हो, आलीतिर हिँड्नु पनि सिक्नुपर्छ, बारीतिर हिँड्नु पनि सिक्नुपर्छ, सिकेन भने गाह्रो हुन्छ, गाह्रो पर्छ हामीलाई पनि। बहिनीहरू हेलो, लगेर आएछ। यहाँ दिदीहरूको मेहनत ल बनाएको। आज त दामी हावा चलिरहेछ, तर घाम लाग्नु पनि पर्ने हो, कपडाहरू सुक्दैन भन्ने मलाई कपडा धुकेको हो। यहाँ देख्न सक्नुहुन्छ दिदीहरूको मजाक। देखाएको गाई सघाउनु पर्ने अरे, अब त्यो अरे दिदी अघि भन्थेन, यही थियो क्या, यो त झरेको रहेछ। ल रोमन हिँड राम्ररी घाँस काट्नु है, दोको चाहिँ भरियोस् नि। यता ठेला त यो के लगेको मकै हो, होइन म यसरी पकाइदिन्छु। हामीले त स्कुल सकेको त, स्कुल पक्रिनु हुँदैन नि त, छोड्नुपर्छ। यो बुइनीकोमा एउटा राख त। लु चिक भैँसी पनि चढ्दैछ। अब हाम्रो किन वाइ
यस्तै छ बहिनीहरू आज रिको भन्ने गर्दा त लु त छिटो एकछिन म ढसिनै पर्ने लु हिँड त लु हिँड घाँस काट्न आएको घाँस काट्न आएको सुपारी बोकिदिएको जस्तो मकै हो ए मकै हो अब 2-3 पिस गायब यतातिर ढलेछ लु हिँड त अब ढल्दैन यता चाहिँ कता भने वडा कार्यालयको चाहिँ अलिक तल पर्यो काट्न त्यतैतिर ऊ पर छ वडा कार्यालय अस्ति भर्खर जेएनजी दाइहरूले जलाइदिनु भएको के भयो अरे बुनुलाई घरमा पनि कति बस्नु भनेर नि यसो आज बहिनीहरू स्कुल गएको बेला आइदिएको डुल्नु खेल्नु हो म यहाँ देखेन यहाँ ए मनपर्छ ओके दिक्कत छैन तिम्रो ऑडियन्सहरुलाई पनि तिम्रो फ्यान लु हेर्नु सक्नुहुन्छ अस्ति भर्खर किनेको ओइ यहाँ पनि अर्जेन्टिनाको ब्ल्याक छ जय अर्जेन्टिना त भन्दिनँ तर यसपालि पोर्चुगलले चाहिँ जित्नुपर्छ रोनाल्डोको इज्जतको सवाल म मेसीको फ्यानहरूलाई पनि भन्दैछु किनकि मेसीले त रजिसको आफ्नो इज्जतको नाक बचायो अब रोनाल्डोले जित्यो भने त त्यसलाई रिग्रेट हुनसक्छ यत्रो खेले जित्नु सकिनँ भनेर कुकुर सोल्टी पनि आउनु हुँदैछ ओइ कहाँ पुऱ्याउनु भन्ने हो अरे यार यो त वही बात हो गया यतादेखि लगाउँ न तिमीलाई साइकलमा घर पुऱ्याउनु ल यही साइकलमा ल गाइस अब चाहिँ यहाँ राइडर आर्केडन राइडर अनि म चाहिँ पेसेन्जर यानि कि ग्राहक अब तपाईँलाई म साइकलमा चढेको त्यो सरर हावा पनि देखाइदिन्छु खलासी त्यो देखेर तपाईँहरूलाई पनि आनन्द आउनेछ अवश्य मजा आउनेछ तर यो झर्नु आँटेको अवस्था भित्रदेखि लग्ने हो आइया ल गाइस फोनमा पनि चार्ज सकिन्छ फोन पनि हेऱ्यो गोल पनि खेलियो भलिबल पनि खेलियो अब भोलिदेखि चाहिँ हुँदैन यस्तो कुरा कुकुर सेतो सोल्टी अरे भाइ छ यो चाहिँ यहाँदेखि सिधा गयो भने गणेशगिरी पुग्छ तपाईँलाई थाहा छ होला ओ यो त लड्छ त नि यसलाई थोरै माथि ठेलौँ त गाइज फोन पनि अयो पक्रिने पाएको छुइनँ नि मैले चाहिँ अगाइयो क्या अब गएर चट्ट नुहाइन्छ अनि चट्ट यसो जे पनि हुनसक्छ घरमा किनभने ढिलो गएको छु म अघि 11 बजे हराएको मान्छे 4 बजी अब जाँदा 5:30 4:30 जस्तो हुन्छ होला घरबाट छ यहीँ रहेछ यहीँ हो ल झारौँ त कार्य ला खै ल त पक्रा पारा चाहिँ यस्तो लु सरर साइकलमा जान आँटेको अब चाहिँ हाम्रो हायाबुसामा तपाईँहरू पनि किन्नु सक्नुहुन्छ बुधबारतिर ल हाल त यो जाउँ हाम्रो हायाबुसामा टक्क चढेर म चाहिँ पछाडि बसेर सरर हावा खान्छु उसले चाहिँ खुट्टा मार्छ ए यहाँ असानो पनि हो कति वर्षको गाइड 4.5% रोनाल्डो सु 7 साला मर्छ आइसक्यो होला हाम्रो हायाबुसाको तपाईँलाई म एडिट गरिदिन्छु
बुझ्यौँ तपाईँहरूलाई म एकछिनमा भिडियो गर्छु जब चढ्छु यता चाहिँ अब रोडमा आएपछि यस्तै स्पिड लाग्छ यस्तै स्पिड कुद्छ नि यहाँ चाहिँ बस ट्रायल मात्रै देखाएको अभी पिक्चर बाँकी है अनि यस्तोमा गयो भने त नि कहाँ कहाँ चढ्नु अब हाम्रो हायाबुसा चाहिँ स्टार्ट भइसकेको छ हायाबुसाको इन्जिन हायाबुसाको इन्जिनियर रहेछ गाइस यो त भइसक्यो अरे ओ सेट नट गुड म्यान अब के गर्ने हायाबुसाको पुरा दिने त ताई दाजु न यसो हायाबुसा डुप्लिकेट हायाबुसा मिलेछ क्या गाइस यसो हाम्रो त रियल हायाबुसा हानेको दा हायाबुसाको चाहिँ इन्जिन रहेछ इन्जिन बिना त सबै चल्दैन तपाईँहरूलाई थाहा छ होला नि ए पिछल गएको 16,000 जाँदा हुन्थ्यो त सुइया जान्छ माथि गरिदिनु न यतादेखि इन्जिन बिना हायाबुसा पनि चल्छ यो चाहिँ इन्डियन हायाबुसा हो नि त यस्तो देखेर जाउँ न पिच रोड यस्तो देखेर जाउँ न पिच रोड गाइस भिडियो चाहिँ रेकर्डै भएको रहेछ अनि यहाँ हेर्नु आज मौसम पुरै राम्रो छ मौसम भिगा भिगा है कुछ भी हायाबुसा चार्ज पर्छ ओहो क्यामेराजी अब दिदीहरूलाई स्क्याम गर्छ नि दिदीहरूले हायाबुसाको इन्जिन छ भनेर त वाह नाइस भयो इन्जिन त राइडर हो यस्तो राइडर बनिदिएको नि के गर्नु राइडर बनिनु खोजेको यहाँ के भयो अरे यस्तो दिलेर नरहेछ सेट नट गुड मेन उयो दिदीहरू होइन उता दिदीहरू हामीलाई स्क्याम गरेर पुरै मजाले बस्नु रहेछ कता छ देखिनु पनि देखेन ऊ त्यहाँ अब यो दिदीहरूलाई 2-3वटा डाइलग दिनु पर्ला क्या तर होस् दिदीहरूलाई सम्मान गर्नुपर्छ ओइ 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 घरतिर जान्छ होला हायाबुसा त यस्तो महँगो हायाबुसा छ कति डोको भयो कति भयो मलाई चाहिँ ढिलो भइसकेको छ गाइस अब सरासर घर गइन्छ होइन नसगाउँ मलाई 5 बजी हड्डी म त इन्जिन छ होला भनेर अब सरर गइन्छ भनेको त बसिहाल्यो नि आजको यो भ्लग चाहिँ यहीँ अन्त्य हुन्छ धन्यवाद हेर्दै हुनु भएकोमा